हेलो दर्शन, नमस्ते। आज म फुलहरू रिपोर्ट गर्न जाँदैछु। मैले नर्सरीबाट ल्याएको दुईवटा फुलहरू, चित्र भेराइटीको बगेनभिला र मैले रेड मिक्स कलरमा असारे फुल लिएर आएको थिएँ। त्यही आज रिपोर्ट गर्न जाँदैछु मैले। अनि ग्रो ब्याग पनि मैले नर्सरीबाटै किनेर लिएर आएको छु। गमलाभन्दा ग्रो ब्याग नै अलिकति सजिलो लाग्यो मलाई चाहिँ चलाउनलाई, त्यही भएर मैले चाहिँ त्यो लिएर आएको छु उताबाट। त्यसको लागि चाहिँ मैले माटो मिक्स गर्दैछु। माटो मिक्स गर्नको लागि चाहिँ मैले पहिला नै अब मिक्स गरेर राखेको माटोहरू थियो, त्यसैमा फङ्गिसाइड पाउडर अनि आफूले बनाएको मल, घरको वेस्टहरू डिकम्पोज गरेर बनाएको मलहरू थियो, हो त्यही मिक्स गरेँ। अनि म ग्रो ब्यागमा हाल्दैछु। यस्तो ग्रो ब्यागमा माटो हालेर पुग्छ कि भनेर ट्राई गर्दैछु। ग्रो ब्याग चाहिँ 9x9 को थियो सायद, मैले खासै याद मजाले गरिनँ, तर 9x9 को थियो। अलिक मुनिबाट हाल्यो भने चाहिँ अलिक ग्रो ब्यागमा थोरै माटो लाग्ने भयो, लाग्छ पनि, त्यही भएर अनि मैले चाहिँ अब यस्तो थियो हाल्छु भने चाहिँ बिर्सिरहेको रहेछु। अनि फेरि खोजेर ल्याएर पुगेन, माटो धेरै जस्तो लाग्यो तर पुगेन। त्यसैले मैले कार्टुनहरू थोरैबाट हाल्यो भने चाहिँ ब्यागमा थोरै माटोले पनि हुने हालेँ। अहिले कार्टुनहरू च्याप्दैछु त्यहाँबाट र माथिबाट। अनि फेरि अलिकति कार्टुनहरू चाहिँ म अब ग्रो ब्यागमा हाल्छु गरेर राखेको दुईवटा ग्रो ब्याग छ, त्यसको लागि मिलाएर मैले च्यापेको छु। त्यसमा अब मुनिबाट मैले कार्टुन हाल्छु, मजाले मिलाएर हालेर 100 पारेर गर्छु। मैले आधीभन्दा अलिकति कम जति कार्टुन हालेँ। त्यसपछि मैले हाम्रो फुलहरू हुन्छ नि जुन पूजा गरेको हाम्रो घरमा अलिक धेरै नै हुन्छ भने फेरि मैले जति पनि बाती बालिदिइहाल्छु। हाले जति हाले सुत्दिनँ, त टेन्सन लाग्दैन। घरबाट फेरि मैले अझै कार्टुन हालिदिएँ। अलिक अझै चाहियो नि त, माटो त निकै नै थोरै नै जस्तो लाग्यो। अनि मैले चाहिँ फेरि फुल हालेर पनि फेरि अझै माथिबाट कार्टुन हालेँ। अनि त्यसपछि चाहिँ अनि मैले माथिबाट अनि कार्टुन हालेँ। त्यसपछि चाहिँ मैले माथिबाट माटो हालेँ। माटो हालेँ, माटोमा अलिअलि अब सब्जीहरूको बोक्राहरू पनि थोरै थियो, पछिबाट हालेको छु। त्यो मिलाएर तल राखेर त्यो चाहिँ फेरि डिकम्पोज भएपछि मल बन्छ नि त। अनि त्यो प्लान्टको जराले चाहिँ छुनु भएन त्यो तिनीहरूलाई, तर तल भयो भने चाहिँ आफूले डिकम्पोज भएर मल बनेर अनि पछि आफूमा प्लान्ट लिँदै जान्छ नि त। त्यो प्लान्टलाई त्यति साह्रो मल हालिराख्नु पर्दैन। मैले चाहिँ जानेको यति नै हो। मैले चाहिँ त्यसै गरेको थिएँ प्राय प्लान्टहरूमा। यो चाहिँ बोगेनभिला हो, चित्र भेराइटीको हो। माथिबाट माटो हालेँ। मैले रुटबल चाहिँ चलाइनँ, किनभने मेरो प्राय फुलहरू रुटबल चलाएकोले कति मरेको छ। अस्ति सुक्न थालेको थियो अनि कतै डर लागेको थियो क्या, त्यही भएर मैले चाहिँ रुटबल चाहिँ चलाइनँ। माथिबाट हाल्दै बरु माथिको माटो चाहिँ हल्का निकाल्दै, जरा हुँदैन नि त। माथिको जरा चाहिँ माथिको माटो चाहिँ हल्का निकालिदिएँ। अनि माथिबाट मजाले माटोले पुरिदिएँ। यसरी पुरिदिएँ र मैले अर्को पनि अफ स्क्रिन यसरी पनि सेटिङ रोपेँ। मैले दुइटै रोपिसकेपछि मैले एउटा घाम धेरै नआउने ठाउँमा राखेँ। अनि अब 2-4 दिनको लागि त सेडमै राख्नै पर्यो। अनि त्यसपछि मैले त्यहाँ राखेर मजाले पानी दिएँ। भुसहरू पनि माथि बगिरहेछ।
आजलाई यति नै। हस् त, बाई बाई। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो असारे फुलहरू हेर्छु म पछि कस्तो हुन्छ।